दर्शकबिन नमस्कार। यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज पनि हामी नयाँ भिडियोको साथ उपस्थित भइसकेका छौँ। आजको यस भिडियोमा हामी कुन दस्तावेजमा के कति धारा, दफा रहेका छन् भन्ने बारेमा चर्चा गर्नेछौँ। यदि तपाईँ हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया युट्युब च्यानललाई सब्सक्राइब गरी साथ दिनुहोला। नेपालको संविधानमा 308 धारा रहेका छन्। त्यसैगरी संयुक्त राष्ट्र सङ्घको बडापत्रमा 111 धारा, सार्क बडापत्रमा 10 धारा, एसियन बडापत्रमा 55 धारा रहेका छन्। त्यसैगरी अमेरिकी संविधानमा 7वटा मात्र धारा रहेका छन् र अमेरिकी संविधान विश्वकै सबैभन्दा सानो संविधान पनि हो। त्यसैगरी राजपत्रमा 6 भाग रहेका छन्। विप्पा सम्झौता जुन फ्रान्ससँगको विप्पा सम्झौता छ त्यसमा 12 धारा रहेका छन्। त्यसैगरी भारतसँगको विपा सम्झौतामा 16 धारा रहेका छन् भने सुगौली सन्धिमा 9वटा धारा रहेका छन्। त्यसैगरी म्याग्ना कार्टामा 63 धारा रहेका छन्। भाषा सन्धिमा 5वटा धारा रहेका छन् भने भारतको संविधानमा 448 संविधान रहेका छन् र विश्वको सबैभन्दा ठुलो संविधान भनेको भारतको संविधान हो। त्यसैगरी साप्टा अथवा सफ्टामा 25 धारा रहेका छन्। मानव अधिकार घोषणा पत्रमा 30 धारा रहेका छन् भने नेपाल भारत पिडिए सम्झौतामा 7 धारा रहेका छन्। त्यसैगरी विश्व चर्चित क्योटो प्रोटोकलमा 25वटा धारा रहेका छन्। भर्सिली सन्धिमा 439 धारा, कोशी सम्झौतामा 8 धारा, विस्तृत शान्ति सम्झौतामा 10 धारा, त्यसैगरी नेपाल भारत शान्ति मैत्री सन्धिमा 10 धारा रहेका छन्। दिल्ली सम्झौतामा 10 धारा रहेका छन्। त्यसैगरी गण्डक सम्झौतामा 13 धारा, दासत्व महासन्धिमा 12 धारा, बाल अधिकार महासन्धिमा 54 धारा रहेका छन् भने ब्रिटिस कम्पनी र नेपाल सरकार बीचको सन्धिमा 13 धारा रहेका छन्। त्यस्तै जातीय भेदभाव उन्मूलन महासन्धिमा 25 धारा रहेका छन्। त्यसैगरी सिडमा 30 धारा रहेका छन्। त्यस्तै नेपाल भारत वाणिज्य सन्धिमा 10वटा धारा रहेका छन्। सार्क बडपत्रमा रहेका 10वटा धाराहरू यस यस प्रकार छन्। धारा 1मा सार्कका उद्देश्यहरू रहेका छन् भने धारा 2मा सार्कका सिद्धान्तहरू, धारा 3मा राष्ट्राध्यक्ष तथा सरकारहरूको बैठक सम्बन्धी व्यवस्था, धारा 4मा मन्त्री परिषद, धारा 5मा स्थायी समिति, धारा 6मा प्राविधिक समिति, धारा 7मा कार्य समितिहरू, त्यसैगरी धारा 8मा सचिवालय, धारा 9मा वित्तीय प्रबन्ध, धारा 10मा सामान्य व्यवस्था रहेको छ। हवस् त आजको यो छोटो भिडियो यति नै। अर्को भिडियोमा फेरि हामी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौँ। हवस् त धन्यवाद।